माथि आउन होइन होला यस सर व्हाट्स अप म्यान इट्स महागा होइन होला इट्स के हो तिमीले मलाई त्यत्रो लाइभ साइभ केही देखेनौ ए मैले त के देखिरहेको छैन यार के भनिरहेछ चित्त दुखेको छ भनेर यत्रोचोटि लाइभमा 2 चोटि भनिसके त्यही त मैले त्यस्तो चित्तै दुखा छैन मैले अनि तिमीले के भनिरहेछ त्यही त के छ यो यार भेट्नु पर्यो नि त टाइम मिलाएर ओए ठिक छ त्यही अहिले बिजी भइरहेछ त्यही म एकचोटि भेटेरै कुरा गर्छु सोचिरहेको थिएँ एकचोटि भेटेर कुरा गरौँ न त्यही त कहाँ हो तिमी चितवनमा हो म चितवनमा होइन घरमा यहीँ काठमाडौँ हो ए ल ल यसो क्लब हान न यसो भेट्नु पर्छ ल यसो पर्सनलमा मलाई मेसेज गर्छु तिमीलाई भेटौँ न मिलाएर है फिचर रनमा हिँडिरहेको छु कि यस्तो अभि तिमीलाई पनि यस्तो अब यहाँ सुन न तिमीले पनि अब हुन्छ नि त मलाई आएर चाहिँ ब्रो यस्तो मलाई नराम्रो लागिरहेछ भनेर पर्सनली तिमीले भने अलग कुरा हुन्छ कि होइन एकदम ठिक कुरा हो हुन्छ नि लाइभमा आएर के यताउता होइन मलाई पनि नराम्रो लाग्यो चित्त दुख्यो भन्नु मात्र हो नि त बुझेन हल्का अब यस्तो कि तिमीलाई भन्न अलिकति अप्ठ्यारो भयो कि अब यो इगो भन्ने कुरा एकदमै फक्टअप छ क्या राजा बुझेन इगो भन्ने कुराले सब डुबाउँछ क्या राजा बुझेन अब सबै यहाँ सुन न ग्याङ सबको इगो छ कि सबको आफ्नो सेल्फ रेस्पेक्ट छ म पनि मान्छे नै हो नि त राजा अलिअलि त भइहाल्छ नि त्यही त भइहाल्छ तर पर्सनली आएर चाहिँ तिमीले मलाई भन्नुपर्ने हुन्छ नि त इन्स्टाग्राम या के हुन्छ नि त कल गरेर यसो छ यार ब्रो यसो मैले पछाडि भन्नेवाला मान्छे होइन नि तिमीले मलाई चिन्छौ नि म त्यही भएर यहाँ आएको हो कि झट्ट देखिहालेँ बिजी थिएँ म आएको छन् त्यही पनि त्यस्तो सिरियसली सिट पनि होइन तिमी बुझ न तिमीलाई थाहा छैछ नि भेटेपछि मुजी कतिको माया हुन्छ भन्ने कुरा हो नि त ठिक छ के भयो ठिक छ आऊ न एलओडीमा आऊ न 17 अप्रिलमा नवाज दाइलाई पनि भेट्नु पर्ने छ भोलि भेटौँ भन्दै थियो दाइले बरु भोलि भेट्दा न त सँगै भेटौँ न टाइम छ भने हुन्छ म मिल्छ भने आउँछु यसो बसेर कुरा भने नवाज दाइ तिमी हामी गर न म्युजिक दामी भइरहेछ म्युजिक दामी भइरहेछ म्युजिक गर न अब चाहिँ दामी हुन लाग्छ यार राजा यो अगाडिको त एकछिन जस्ट जोक सोक टाइप टिजर टाइप हो के अब चाहिँ दामी नै आउनु लाग्छ राजा त्यही त सुनाउँछु नि आएर क्रेजी तिमीलाई सुन्ने अडियन्स पनि छ तिमीलाई सुन्ने अडियन्स छ आफ्नो अडियन्सलाई चाहिँ के चाहिरहेको छ त्यो चाहिँ पुरा गर न ढुक्क राजा यिनीहरूलाई यही त चाहिरहेको हो नि लबडा र झगडा यिनीहरूलाई चाहिएको कुरा दिन थाल्यो भने त राजा म डुब्छु बिहान कि डुट यिनीहरूले त मलाई माथि डेढ हनाइदिन्छ डेढ यिनीहरूको बस भयो भने त जा पर्पल सबसँग लबडा गर भन्छ यिनीहरूले माथि यस्तो साइको बनाइदिने कि राजा हो भन न मलाई मेसेजमा होइन म नोर्जा बोलेको हो भनेर माथि मेसेज आइदिन्छ के वाइल्ड साइको मेसेज के मलाई थाहा छ कि त्यो बोलेको होइन भनेर तर ब्रो यहाँ सुन न त्यो दायाँ बायाँ मलाई के मतलब भएन होइन त्यही हो अब तिमीले मलाई चाहिँ भन्नै मन थियो होइन तिमीले अब त्यो लाइभमा आएर यताउता दायाँ बायाँ भन्नु होइन मलाई त सिरियसली चित्त दुखेर हो क्या राजा हेर तिमीले मलाई एक बोलीमा हामीले मलाई म तिमीसँग त्यति बेला पनि हुन्छ नि त केटाहरूले नै मलाई हुन्छ नि त ग्वालाले मलाई ल फिचर गरौँ न त भनेर ग्वालाले भनेको हो कि मैले आएर हुन्छ नि त म फिचर गर्छु तिमीहरूसँग भन्ने खालको कुरा पनि भएको होइन त्यति बेला होइन सुन न अब त्यति बेला पनि हुन्छ नि अब ल गरौँ न त्यति बेला अब तिमीहरू राख्छ कि गीत म राखौँ भनेर पनि मैले सोधेको हो तिमीहरूले तिम्रोबाट राख्नु अडियन्स धेरै छ तिम्रो होइन यस्तो तिम्रो हुन्थ्यो अब त्यति बेला म त सकेसम्म राजा सुरुमा फर्स्ट चोटिमा फाइदा खान खोज्दिनँ के झोलाको नि फर्स्ट चोटिमा मैले उसको च्यानलमा हाल्न दिएको हो होइन मलाई फाइदा चाहिँदैन कि राजा जस्ट एज एन आर्टिस्ट तिमी आइपुगेको थियौ तिमी राम्रो आर्टिस्ट हो त्यसैले मैले होइन तिमी उता थियौ न्यू स्कुल र ओल्ड स्कुललाई अलिकति मिसाउँ भनेर मैले तिमीसँग प्रोजेक्ट गराए हो तिमीले भन्ने बित्तिकै बिहान उठेर कस्तो रात